त्यसले यो गाडीबाट हिँडेको पोखराबाट हाम्रो टिमहरू पास्टर भाइ हुन्छ गेलबुबाट चर्चको हाम्रो पास्टर भाइ हुन्छ। अब हामी चाहिँ हिँड्न आँटेको यहाँबाट हाम्रो टिमहरू यहाँदेखि हाम्रो जिउ बाँध्दै हुन्छ माथि हिमाल यता पुरै हिजो हामीले हिमालय हेर्न पायौँ। हाम्रो बसेको चाहिँ यो घरमा घर थियो हाम्रो प्रेम मामाको घरमा है। कति वर्ष भेट्यौँ हामी त भयो नि हामी त लगभगै लगभगै 2-5 वर्ष भयो। भनेपछि हामी लगभग 5-6 वर्ष बस्दा त्यस्तै भयो। आज हामी दुई भाइ भेट भएको हाम्रो भेट भएको छ कति 2014 मा होला हैन सुरुमा हामी भेट भएको सम्झि त्यस्तै 14 मा भेट भएको। आज चाहिँ हामी मुस्ताङमा है मुस्ताङ हजुर मुस्ताङको यात्रा छ हाम्रो जाडो छ हाम्रो गाडी चाहिँ यही हामी चाहिँ अब यो यहाँनिर खाना खानको लागि अम्बोटे खोला कि त्यही भनेर यो होटेलमा खाना खानलाई हामी सबै गएको यस्तो छ है हाम्रो। यहाँ चाहिँ खाना खानलाई हामी थोरै छ 15-16 जना छौँ। 16 जना गोजीसँग 17 जना 18 जना। यहाँ अब असल माछा असलै हो। म चाहिँ भातै खाने हो। भातै हो ढुङ्गाको टेबलमा आज त खाने हो। हाम्रो खाना यहाँ सुरु भयो। पर्वत जिल्लामा आइपुगेछ भने असला माछासँग यता हाम्रो गुरुजी हुनुहुन्छ मोदी खोलाको माछामा दामी छ ल। यो मेरो चाहिँ पुरा यस्तो खोजाइ पर्ने रहेछ हेर्दा छ डर लाग्दो। यहाँ मान्छे काली गण्डकी खोज जाने रहेछ। काली गण्डकी खेत योग्य रहेछ। काली गण्डकी कति जाने रहेछ मनाङ मस्ताङ। बाटो त दामी रहेछ बाटो खतरा रहेछ। तल हेऱ्यो खोलो हिँडको कसार हुँदै बाटै देखिँदैन यस्तो रहेछ। खोला हो दुईवटा खोला रहेछ यहाँ काली गण्डकी काली एउटा गण्डकी एउटा होला उतापट्टि अब हो बाटो त्यस्तो छ। काली गण्डकीको तिर जानुपर्ने देखाएको रहेछ क्या हामी त्यो कुन भिडियो देखाउँदैन। यस्तो छ काली गण्डकी तिरै जानुपर्ने रहेछ। पुरा अब कहाँ माथि भिरै हिमालय हामी कुदेकै त्यो हिमालय भेट्नलाई बाटो हेर्न यस्तो छ। त्यही छ फेरि त तल गर्मी छ।
रूपसे झरना अरे यहाँ पुग्न बाटो चाहिँ यस्तो छ यो झरना बाटोमा पुरै हल्को छ अब यता जानुपर्ने छ तिमीहरू खोइ यो के खालको ठाउँ पुरै सुन्तला पनि फल्छ यहाँ देखेन अघि यहाँ बाटोमा यहाँ फल्छ मलाई पनि देखाउनु पर्यो नि होइन ल रूपसे झर्ना जाँदा माथि झर्नु